नमस्ते सबैलाई। आज हाम्रो ब्लड स्ट्राइक गेममा गोल्डन च्यालेन्ज भन्ने न्यू इभेन्ट आएको रहेछ। सो यो च्यालेन्ज कसरी कम्प्लिट गर्ने र यसबाट के फ्री रिवार्ड्स पाउन सकिन्छ भनेर म यो भिडियोमा एक्सप्लेन गर्नेछु। ल अब भिडियो सुरु गरौँ। यो गोल्डन च्यालेन्ज इभेन्टमा हामीले पोइन्ट्स टोकन कलेक्ट गर्नुपर्ने हुन्छ। पोइन्ट्स टोकन कलेक्ट गर्यो भने हामीलाई फ्रीमा 5 वटा भाउचर्स, 150 नोबल कोइन्स, 2 वटा गनको कलर रिवार्ड्स, एउटा M1887 को र अर्को FN 2000 को, अनि हाम्रो मेन रिवार्ड लेजेन्डरी एक्जिक्युसन स्टे कूल पाउन सकिन्छ। सो यो सबै रिवार्ड्स पाउन हामीले मिशन्स कम्प्लिट गर्नुपर्ने हुन्छ। मिशन कम्प्लिट गरेपछि पोइन्ट्स टोकन दिन्छ र त्यो टोकन कलेक्ट गर्दै गयो भने रिवार्ड अनलक हुँदै जान्छ। यो मिशन्स हरेक विक रिफ्रेश हुन्छ, स्पेसिफिकली मन्डेसम्म। अनि मिशनहरू खासै गाह्रो छैन, एक दिनमै अलमोस्ट सबै कम्प्लिट गर्न सकिन्छ। यसमा टोटल 6 वटा पोइन्ट्स टोकन पाउन सकिन्छ। अब फर्स्ट मिशनमा रहेको छ पोस्ट एक रिक्रुटमेन्ट मेसेजेस। यो एक्ज्याक्ट के हो भन्ने मलाई नि फुल्ली थाहा छैन, तर जहाँसम्म मलाई लाग्छ यो शेयर रिलेटेड मिशन हो। प्रब्लम के छ भने शेयर गर्ने प्रपर अप्सन नै देखाएको छैन। तर हजुरहरू टेन्सन नलिनु, यो एकवटा टोकनको मिशन कम्प्लिट नभए पनि खासै केही फरक पर्दैन, किनभने यो इभेन्ट टोटल 3 चोटि रिफ्रेश हुन्छ र 15 वटा पोइन्ट्स टोकन कलेक्ट गर्न सकिन्छ। सो यो रिक्वायरमेन्ट मेसेजको मिशन कम्प्लिट नभए पनि हजुरहरूले मेन रिवार्ड सजिलै लिन सक्नुहुन्छ। अब अर्को मिशनमा के छ भने ब्याटल रोयल मोडमा हजुरहरूले 5 चोटि लोड आउट ड्रप्स कल गर्नुपर्ने हुन्छ। सो बीआर म्याचमा गएर 5 चोटि लोड आउट ड्रप्स हार्नु भयो भने हजुरहरूको यो मिशन कम्प्लिट हुन्छ। अनि तल देखिरहेको 3 वटा क्याश स्पेन्ड मिशन्स रहेको छ। यो मिशनको लागि बीआर मोडमा क्याश स्पेन्ड गर्नुपर्छ, तर लोड आउट ड्रप्स कल गर्दा नै क्याश युज हुन्छ। सो माथिको मिशन कम्प्लिट गर्दै गयो भने यो क्याशको मिशन्स पनि अटोमेटिकली कम्प्लिट हुँदै जान्छ। सो ओभरअल यो इभेन्ट खासै हार्ड छैन र फ्री रिवार्ड्सहरू पनि दामी छ, स्पेशली त्यो एक्जिक्युसन। हजुरहरूलाई यो भिडियो हेल्पफुल लाग्यो भने लाइक, कमेन्ट र शेयर गर्न नबिर्सिनु होला। आजलाई यति नै, धन्यवाद।